साथीहरु गुड मर्निङ वेलकम ब्याक टु माई न्यू अनदर ब्लग र आज हामी छौँ मर्निङको भ्यू हेर्दाखेरि चाहिँ एउटा सानो गाउँमा छौँ। राति चाहिँ हामीहरू चाहिँ अलमोस्ट यो यतातिर सिधा खै कुन ठाउँमा हामी चाहिँ हिजो राति त्यो भाइहरूलाई सोधेर चाहिँ उतातिर सुतेको थियौँ। मैले चाहिँ उतातिर भिडियो बनाउन सकिनँ किन भन्दाखेरि चाहिँ एकदमै खतरनाक हालत डाउन थियो मेरो। दाङबाट सिधै यहाँसम्म यात्रा गऱ्यो हामीहरूले चाहिँ साइकल यात्रा, जहाँ चाहिँ यस्तो थाक लाग्थ्यो नि मलाई भिडियो बनाउनु पनि यस्तो झ्याउ लागिसकेको थियो। सो अहिले मर्निङमा हामी चाँडो उठेर आयौँ। उतातिर चाहिँ अलि अँध्यारो लगभग 5 बजीतिर उठेर आउँदाखेरि चाहिँ अँध्यारो थियो, त्यही भएर चाहिँ मैले भिडियो बनाउनै पाएन। हामी चाहिँ लगभग 6 बजीतिर चाहिँ हामी यता लुम्बिनीतिर जान्छौँ बजारतिर, र उताको मेन मन्दिर चाहिँ लगभग 7 बजीतिर खुल्छ अरे। सो त्यही भएर चाहिँ एकछिनमा हामी चाहिँ यतातिर रेस्ट गरेर जान्छौँ। यहाँ मान्छेको निन्द्रै नपुगेर सुते खान फेरि यहाँ है। हामी साइकल चाहिँ उता छ। सो यतातिरको वातावरण एकदम राम्रो, मान्छे पनि एकदमै राम्रो छ नि यतातिरको चाहिँ। जोस् यतातिर गाउँहरू पनि धेरै रहेछ। सो लेट्स सी अब चाहिँ हामी एकछिनमा यहाँबाट चाहिँ अलिक रेस्ट गरेर चाहिँ हामी बजारतिर निस्किनेवाला छौँ र उता मन्दिरमा फेरि हामी भिडियो बनाउनेवाला छौँ। सो हिजो राति हामी गएको बेला क्लोजिङ भइसकेको थियो, त्यही भएर चाहिँ हामी जानु गयो, तर आजसम्म गएर अलिअलि फोटो खिचेर चाहिँ हामी निस्किहाल्यौँ। सो लेट्स सी आज चाहिँ हामी लुम्बिनी पुरा भ्रमण गरेर हजुरहरूलाई देखाउनेवाला नै छौँ। हजुरहरूले फुल भिडियोहरू साथ दिनुपर्ने हुन्छ। नमस्ते साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी कहाँ छौँ। सो हिजो राति मैले चाहिँ रातितिर आएको बेला चाहिँ तपाईँहरूलाई चाहिँ अलिअलि भ्यू देखाएँ र नाइटमा चाहिँ अलिकति खासै राम्रो देखेन, र तपाईँहरू अहिले डेमा हेर्न सक्नुहुन्छ म चाहिँ अहिले कहाँ छु भनेर थाहा भइसक्यो होला। म चाहिँ छु अहिले नेपालको सबैभन्दा धार्मिक र शान्तिपूर्ण स्थल तपाईँको लुम्बिनी, र हाम्रो यता मेन मन्दिर चाहिँ उतातिर छ, जहाँ चाहिँ हिजो राति हामी अलि मात्र माथि गयौँ किन भन्दाखेरि चाहिँ उतातिर अलि बन्द भइसकेको रहेछ। तपाईँको 8:30 बजे 8 बजीतिर बन्द भइहाल्छ भनेपछि चाहिँ 9 बजीतिर मेन गेट बन्द हुन्छ, र तपाईँ रातितिर आएर चाहिँ अलिअलि घुम्न सक्नुहुन्छ। एकदमै दामी ठाउँ छ है। मलाई चाहिँ हिजो राति हेर्दा चाहिँ राम्रै लाग्थ्यो, अहिले हेर्दाखेरि पनि राम्रै छ। सो तपाईँहरू दर्शन गर्न सक्नुहुन्छ। एकदमै दामी ठाउँ है। तपाईँको ताल हेर्नु चाहिँ यस्तो राम्रो देखिने यहाँबाट। ओ माई गड, तपाईँहरू देख्न सक्नुहुन्छ लुम्बिनीको एकदमै राम्रो गार्डन है। यतातिर चाहिँ एकदम यस्तो दामी गार्डन रहेछ है। र भित्र अब हामी एकछिनमा जानेवाला छौँ। धेरै टाढा छ यार, यहाँदेखि उतादेखि यहाँसम्म हिँड्नु परेछ। सो तपाईँको यतातिर टिकट काउन्टर पनि रहेछ। कति टिकट नेपालीको हुन्छ कि हुँदैन कि कस्तो है, आई डोन्ट नो। उता गएर चाहिँ हामी सोध्नुपर्ने हुन्छ। टिकट काउन्टर रे, अब हामीहरूले चाहिँ यता सोध्नुपर्ने हुन्छ के कस्तो हो भनेर चाहिँ। नेपालीको बिर्सिरहेको रहेछ त यहाँ फेरि ट्वाक्कै। हामीहरू चाहिँ के छ यतिभित्र यति फ्रीमा जानु मिल्दैन। त्यही त हामीहरू चाहिँ उता 100 गरेर आएको साइकल यात्री हो हामीहरू चाहिँ। कुन अफिस कहाँ छ यहाँ? मिल्दैन र कल गरेर मिल्दैन र भन्न। कल हुँदैन, कालबाट हुँदैन कि हाकिमले त फोनमा कहाँ दियो, तपाईँहरू आफैले समस्या त्यहाँ देखाउनु पर्यो नि, हामीबाट हुँदैन। यहाँबाट फेरि 2 किलोमिटर हिँडेर जानुपर्छ। कल हुँदैन, हाकिम सर बिजी हुनुहुन्छ भन्नुभयो दाइले होइन। आफ्नो समस्या राख्यो भने चाहिँ एउटा कल गर्ने एउटा टाइम पनि हुनु पर्यो मान्छेको। अब कतिपय मान्छेलाई अप्ठ्यारो पनि लाग्छ नि त होइन। अब हामी यता कैलालीबाट यात्रा गरेर दर्शन गर्नको लागि कैलालीबाट यहाँसम्म यसरी आएको छौँ भनेपछि तपाईँहरूले त अलिक बुझ्नुपर्ने कुरा पनि हो दाइहरूले, र यताको जो पनि हुनुहुन्छ। गाह्रो रहेछ अलि चाहिँ। तपाईँको एउटा 20 रुपियाँको लाग्दा पनि यस्तो पनि हुँदो रहेछ न। अब तपाईँहरूलाई थाहै छ हामी विदाउट मनी नै ट्राभलिङ गरेर आओ, यस्तो गाह्रो छ। हामी चाहिँ यस्तो राम्रो लुम्बिनी स्थानमा पुगिसक्यो। सो साथीहरू एकछिन हामीले भित्र जानुपर्ने हुन्छ है। तपाईँको चाहिँ यतातिर चाहिँ भिडियो बनाउन दिएन, उतातिर मैले क्यामेरा पनि खोलेन। यस्तो सफा गार्डन छ, ओ माई गड। सो मैले यो चाहिँ तपाईँको किताबमा मात्रै देखेको थिएँ, अहिले फाइनली म चाहिँ देखिरहेको छु, त्यही पनि आफ्नो मेहनतले है। सो यतातिर एकदमै राम्रो भन्दा पनि धेरै राम्रो शान्तिपूर्ण स्थल हो यो चाहिँ। तपाईँले नाइटमा आउनुभयो भने पनि झनै राम्रो छ यो चाहिँ। सो अब चाहिँ हामी अगाडिबाट जानेवाला छौँ, उताबाट दर्शन गर्नुपर्छ। यो चाहिँ यहाँ चाहिँ हाम्रो कछुवा रहेछ है, यस्तो दामी। त्यसको त्यो चाहिँ बाउ होइन, त्यो चाहिँ अनि त्यसको श्रीमती, त्यसको बच्चा। यति धेरै कछुवा छ नि यो तालमा चाहिँ, एकदमै राम्रो है। तपाईँहरू हेर्न सक्नुहुन्छ। ओ माई गड। सो सम्पूर्णले दर्शन गर्नु होला, शान्तिपूर्ण है। लुम्बिनी आउनुहुन्छ भनेपछि लगभग तपाईँले लुम्बिनीमा ट्राभलिङ गर्नको लागि चाहिँ अलमोस्ट 1 दिन पुरा लाग्छ है साथीहरू। किन भन्दाखेरि चाहिँ यति ठुलो छ नि यो स्थल, यति ठुलो छ नि।
ओ माई गड अब म भन्न पनि सक्दैन। मन्दिरहरू चाहिँ धेरै भेट्नुहुन्छ है, यता पनि छ। अनि यो तपाईँको मेन भइहाल्यो यतातिरको चाहिँ कति छ कति, अनि उता उता अलमोस्ट तपाईँको टन्न छ क्या यो चाहिँ। सो एक दिन पुरा निकाल्नुपर्छ तपाईँले चाहिँ यो घुम्नको लागि चाहिँ। सक्दो प्रयास त एक दिन त तपाईँहरू सम्पूर्णले ल्याउने नै हुन्छ होला। पनि आयो भने एकदमै मनलाई शान्त हुनसक्छ है। सो हामीले चाहिँ यतिर खाना खानुपर्ने हुन्छ, भोजन। यो चाहिँ हाम्रो प्रसाद नै हो। ल है हाम्रो टक्क प्रसादी खानुपर्छ, टक्क भोजन सोजन गरेर। जे होस् हामीलाई चाहिँ बिहानदेखि केही पनि खाएको थिएन, त्यो अलिअलि चिया र बिस्कुट खाएको थिएँ। जे होस् अहिले भोक लागेको कारणले चाहिँ यहाँ चाहिँ भोजन दान कार्यक्रम रहेछ। तपाईँ यता आउनुभयो भनेपछि भोको कहिले पनि जानुहुन्न है। सो हिरोले हाम्रो दुवैजनाको लागि चाहिँ खाना थाप्दै हुनुहुन्छ है। यति है तिम्रो भाग्यमा अब। सो टक्क पारेर हाम्रो चाहिँ खाना आइसकेको छ है। म नबस्दै यहाँ हिरोले त सब खाएर भ्याइसक्नु भएको रहेछ। कस्तो छ, ठिक छ खाना? दामी भयङ्कर। बिहान हामीले चिया मात्रै त्यो दाइले एकदम खिलाउनु भएको थियो, त्यसमा हो। म पनि टक्क ट्राई हाल्नुपर्छ होइन। भोक चाहिँ भयङ्कर लाग्छ है, भयङ्कर होला नि। अनि हिरोले त्यो भात थाप्ने बेला चाहिँ अझ छ कि छैन भनिहालेको अगाडि चाहिँ। सो खाएको छैन, यो खाने भ्याएकै छैन यहाँ मान्छेले अगाडि सोधिसक्यो होइन। सो हाम्रो हिरोलाई चाहिँ भयङ्कर भोक लागेको रहेछ। भोक त मलाई पनि लाग्छ, तर म त्यति धेरै खान सक्दैन, म अलिअलि मात्रै खान्छु। सो उहाँले चाहिँ हातले खानुभयो, तर म चाहिँ अलिक चम्मचले नै खान्छु है। किन भन्दाखेरि चाहिँ किन हात बिताउनु अहिले, त्यही भएर टक्क खाइहाल्नुपर्छ यो वान बाइट चाहिँ। अब चाहिँ हामी उता दर्शन गरेर चाहिँ मेन मन्दिरबाट त्यहाँबाट चाहिँ हामी निस्किसकेको छौँ। र तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँबाट तपाईँहरू बोर्डिङ पनि गर्न मिल्दो रहेछ है। यस्तो राम्रो, सो यस्तो दामी हावा चलिरहेछ अहिले चाहिँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँबाटको भ्यू यस्तो राम्रो छ नि। लुक एट दिस, वाउ यस्तो दामी छ नि। यहाँसम्म चाहिँ यो सिमेन्ट हालेको रहेछ, उता चाहिँ जम्मै गएर रहेछ यार। सो यस्तो दामी छ नि लुम्बिनी चाहिँ। तपाईँहरू पक्कै एकचोटि आउनै पर्छ है, भयङ्कर दामी। ओ माई गड। सो साथीहरू हामी चाहिँ साइकल यात्रा गर्दै गर्दै तपाईँको एकदमै राम्रो ठाउँ लुम्बिनीमा पुगिसक्यो। र यति दामी छ नि, ओ भाइ साहब हेर्न सक्नुहुन्छ यस्तो राम्रो। ओ माई गड, यो तपाईँले उताबाट हेर्दाखेरि मेरो मन यस्तो भएको थियो नि, कतिखेर जाम्ला जस्तो भएको थियो है। ओ माई गड, दर्शन गर्न सक्नुहुन्छ तपाईँ चाहिँ। यस्तो राम्रो मैले आफ्नै आँखाले देखिरहेको छु अहिले चाहिँ। यो चाहिँ मैले तपाईँको किताबमा मात्रै देखेको छु र फाइनली मैले आफ्नो आँखाले देखिरहेको छु यो चाहिँ। ओ माई गड, वाट इज दिस? कस्तो लाग्यो? यस्तो राम्रो है। तपाईँको यो चाहिँ गेट हो है। अनि यहाँबाट यस्तो पुरा यस्तो सफा भएर चाहिँ लुक एट दिस, यस्तो दामी। गड, सो लुक एट दिस, यस्तो राम्रो। ओ माई गड, हेर्नुहोस् त। सो तपाईँहरूले चाहिँ मेरो यो वाला भिडियो चाहिँ फुल हेर्नुपर्ने हुन्छ है, यस्तो दामी छ नि, यस्तो दामी। सो योभन्दा अगाडि पनि म तपाईँलाई यो वाला देखाउँछु, यस्तो राम्रो छ नि। ओ माई गड, अमेजिङ। ओ माई गड, हेर्नुहोस् त, यस्तो दामी छ नि, के भनौँ। लास्टै क्या, एकदमै रमाइलो लागिरहेछ। सो मलाई लाग्छ यता भिडियो बनाउनु पाइन्छ कि पाइँदैन, बट मैले बनाएर सोद्धाखेरि पनि कसैले जवाफ नै दिएन होइन। सो यता त्यस्तो बोर्ड पनि मैले देख्दा नि देखेन खासै चाहिँ। सो पछि गएर चाहिँ मलाई यो भिडियोहरू चाहिँ हेर्न चाहिँ एकदमै मजा आउनेवाला छ। किन भन्दाखेरि चाहिँ यस्तो रमणीय ठाउँ छ नि, यस्तो रमणीय। ओ माई गड है, तपाईँहरूले पनि एक न एकचोटि आउनै पर्ने ठाउँ हो यो चाहिँ। ओ माई गड। सो मेरो पछाडि चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ कति राम्रो स्तम्भ छ है। हेर्नु है यतातिरको मन्दिर। सो यो मन्दिर चाहिँ तपाईँको उता तालदेखि चाहिँ सिधै देखिनेवाला मन्दिर, त्यो टपवाला त्यही नै हो। यस्तो दामी छ, हेर्नु न आमा, तपाईँ त सिरियसली यार। मौसम पनि आजको यस्तो राम्रो मौसम छ है। सो तपाईँले चाहिँ यता माथि जानलाई जुत्ता खोल्नुपर्छ। मैले चाहिँ उतैबाट जुत्ता खोलिसकेँ। ओ माई गड। सो साथीहरू हामी चाहिँ अहिले नारायणगढको लागि निस्किँदैछौँ र अहिले हाम्रो लगभग कति बज्यो? अहिले चाहिँ हाम्रो 6:30 बजीतिरको मौसम हेर्नु त आमा। सो यति ठुलो बजार रहेछ है यतातिर चाहिँ। यो चाहिँ तपाईँको परासीको बुद्ध चौक है, एकदमै दामी भन्दा पनि धेरै दामी छ है।
यहाँ नपाउने चिज केही पनि छैन कि आमा यत्रो ठुलो बजार छ नि तपाईँको मेन रोडबाट त हामी गएकै छैनौँ हामी चाहिँ यताबाट नै गएको छौँ चाहिँ भित्रभित्रबाट चाहिँ हेर्नुहोस् त माई गड सो साथीहरू तपाईँहरूलाई थाहा भइसक्यो होला मेरो फुल भ्लग हेरेर चाहिँ हामीले चाहिँ आज लुम्बिनी भ्रमण पुरै गरेको छौँ सो पुरै भन्दा पनि अब पुरै त गर्नै सकिँदैन है तपाईँलाई वान डे पुरा चाहिन्छ सो हामीहरूले चाहिँ मेन ठाउँहरू चाहिँ जो सबै चाहिँ भ्रमण गऱ्यौँ सो मैले चाहिँ उतातिर निस्केको भिडियो चाहिँ बनाएन किन भन्दाखेरि चाहिँ मेरो चार्जर नै सिद्धि है त्यही भएर चाहिँ मैले तपाईँहरूलाई अपडेट दिनै नै सकेन कि म चाहिँ त्यहाँबाट निस्किसकेँ भनेर सो केही छैन साथीहरू तपाईँहरूले मलाई फुल भिडियो हेरेर साथ दिन सक्नुहुन्छ र हामीहरू चाहिँ आज फ्रेस भएर चाहिँ टक्क पारेर नाइट स्टे यता आउनेवाला छ है सो अहिले चाहिँ हामी कुन ठाउँमा छौँ सो हामी चाहिँ अहिले छौँ परासीमा जहाँ चाहिँ तपाईँको पूर्व पश्चिम राजमार्ग छ र एकदमै दामी बाटो भएको छ है आजभोलि तपाईँहरू आउनु सक्नुहुन्छ है एकदम मस्तले किन भन्दाखेरि चाहिँ 4 लाइनको रोड बनिरहेको छ तपाईँको एकदमै दामी बनेको छ यो चाहिँ सो साथीहरू हाम्रो नाइट स्टे चाहिँ आज यता हुन्छ साथीहरू आजको हाम्रो खाना चाहिँ यही नै हो है सो साइलाले चाहिँ उताबाट प्याक गरेर ल्याउनु भयो त्यसपछि अनि टक्क खानुपर्छ होइन सो हाम्रो साइकल चाहिँ ऊ पर छ अँध्यारोमा तर देखिँदैन है सो आजको हाम्रो खाना चाहिँ चाउमिन नै हो किन भन्दाखेरि चाहिँ हामीले यता गाउँतिर कतै बास पनि पाएनौँ र अहिले हामी गाउँतिर पनि छैनौँ सो हामी चाहिँ अहिले मेन बजारमै छौँ सो त्यही भएर चाहिँ चाउमिन चाहिँ हामीले प्याकिङ खानुपर्ने हुन्छ हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्छ भनेर कमेन्ट गर्नु होला सो साथीहरू अब चाहिँ हामी सुत्नुपर्छ किन भन्दाखेरि चाहिँ अब हाम्रो रातिको लगभग 9-10 बजिसक्यो सो हाम्रो टेन्ट पनि रेडी भइसक्यो है सो एकदमै दामी भयो आजको डे चाहिँ एकदमै मजा आयो मजा पनि आयो अलिअलि खुट्टा पनि लास्टै दुख्यो है आज चाहिँ सो हामी चाहिँ अहिले चाहिँ हामी चाहिँ जे होस् महेन्द्र के भन्छ पूर्व पश्चिमको राजमार्गको ठ्याक्कै यता साइडमै बसेको छौँ जहाँ चाहिँ भोलि बिहान तपाईँको यता मार्केटिङ लाग्छ गरे तरकारी यताउता है सबै सो साथीहरू हजुरहरूले सम्पूर्णले मलाई धेरैभन्दा धेरै माया गरेर सपोर्ट गर्नुहोला र मेरो फुल भ्लगहरू हेरिदिनु होला र आजको भ्लग हजुरहरूलाई कस्तो लाग्यो भनेर कमेन्ट गर्नुहोला थ्याङ्क यू